अन्ततः दर्शकबिन राजु मास्टरले दर्शकहरूसँग माफी मागेका छन्। उनले दर्शकहरूसँग किन माफी मागे त्यो सबै जानकारी भने म यसै भिडियोमा दिनेछु, त्यसैले भिडियोलाई भने अन्तिमसम्म हेर्नुहोला। र तपाईँहरू पनि सकस सिरियलको नियमित दर्शक हुनुहुन्छ भने कमेन्ट सेक्सनमा सकस लेख्न भने नबिर्सिनुहोला। र विभिन्न सिरियलका रिभ्यू भिडियोहरू र सिरियल सम्बन्धी जानकारीहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई अहिले नै सब्सक्राइब गर्नुहोला। राजु मास्टर यानि कि राजु पौडेलले सकस सिरियल विगत 1.5 वर्षदेखि सञ्चालन गरिरहेका छन् भने लेखन तथा निर्देशन पनि उनले नै गरिरहेका छन् र सकसको अहिलेसम्म भाग 96 पनि आइसकेको छ। उक्त सकस सिरियलमा चन्द्रेको र राजु मास्टरको पात्रको रूपमा आफूले पनि अभिनय गरिरहेका थिए। तर पछिल्ला 4-5 भागहरूमा कथालाई नयाँ तरिकाले प्रस्तुत गर्नको लागि केही कलाकारहरू थपिएका थिए, जसमा मुनाको पहिलाको श्रीमान सुशील त्यस्तै गोथे पात्र थपिएका थिए। तर मुनाको पहिलाको श्रीमान त्यस्तै गोथे पात्रलाई सकस सिरियलमा देखे पछाडि दर्शकहरू भने एकदमै धेरै आकर्षित बनेका थिए। कतिले त यो कुरालाई सामान्य रूपमा नै लिएका थिए, जुठेमा हामीले गोथे पात्र देख्न नपाउँदा खल्लो लागेको थियो, सकस सिरियलमा देख्दाखेरि एकदमै खुसी छौँ भनेर पनि भनेका थिए भने गोथे पात्र जुठे सिरियलको लागि बनेको हो, सकस सिरियलमा सुहाएन पनि भनिरहेका थिए। र अधिकांश कमेन्टहरूमा मुनाको पहिलाको श्रीमान र गोथेलाई सकस सिरियलबाट ननिकालिए हामी सकस सिरियल नै हेर्न छोड्छौँ भन्दै कमेन्टहरू पनि आइरहेका थिए। त्यसै कुरालाई मध्यनजर गर्दै राजु मास्टरले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट माफी मागेका छन् र उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् कि सर्वप्रथम त म सकस सिरियलको लेखन तथा निर्देशकको हिसाबले सकस सिरियल मन पराउनु हुने भगवान रूपी दर्शक सामु मनैदेखि माफी माग्न चाहे। पछिल्ला सकसका 4-5 भागहरूमा 11,800 युट्युबमा, फेसबुक, टिकटक पेज र अन्य सामाजिक सञ्जालमा 7,000 कमेन्ट गरी जम्मा 18,800 कमेन्टहरू आएका छन्। 18,800 कमेन्टहरूमध्ये 18,795 कमेन्टमा अब सकस हेरिँदैन, यदि गोथे र मुनाको पूर्व लोग्ने भन्ने पात्रहरू सकसबाट निकालिँदैन भन्ने खालका कमेन्टहरू छन्। उनले लेखेका छन्, दर्शक नै हुनु भएन भने हामीले सिरियल बनाएको, फिल्म बनाएको कुनै अर्थ हुँदैन। हजुरहरूकै सल्लाह र सुझावलाई मध्यनजर गर्दै आगामी भागहरूदेखि गोथे पात्र र मुनाको पूर्व लोग्ने सुशील पात्रलाई सकसबाट बिट मारेको जानकारी गराए। र आगामी दिनहरूमा भगवान रूपी दर्शकहरूको मनमा ठेस पुग्ने कुनै पनि कथा र पात्रलाई जबरजस्ती अगाडि नबढाउने बाचा गर्दछु। साथै हामीले बर्खायामको समयलाई मध्यनजर गर्दै केही भागहरू अगाडि नै छायाङ्कन गरिसकेको हुनाले यी पात्रहरू यसभन्दा अगाडि हटाउन नसकेको जानकारी गराए भन्दै उनले दर्शक सामु माफी मागेका छन्। साथीहरू, हामीले अब भने सकस सिरियल पहिलाकै तरिकाले देख्न भने पाउने भएका छौँ। सकस सिरियलबाट अब आउने भागहरूमा मुनाको पहिलाको श्रीमान सुशील साथै गोथे पात्र भने हामीले देख्दैनौँ। सकस सिरियलबाट मुनाको पहिलाको श्रीमान सुशील र गोथे पात्र निकालिँदा तपाईँहरूलाई कस्तो लागिरहेको छ? कृपया आफ्नो मनमा लागेको कुरा भने कमेन्ट सेक्सनमा लेख्नुहोला। साथै सकस सिरियल तपाईँहरूलाई कस्तो लाग्छ त्यो पनि कमेन्ट सेक्सनमा लेख्नलाई नबिर्सिनुहोला। र सकस सिरियलका मुना र चन्द्रको जोडी छुटिनु हुँदैन भन्ने चाहनुहुन्छ भने यस भिडियोलाई एक लाइक गरेर हाम्रो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस् त, नमस्कार।